सम्पूर्ण साथीहरूलाई स्वागत छ मेरो नयाँ ब्लगमा। सो आजको यात्रा चाहिँ हाम्रो गोयलसम्मको रहनेछ। हामी चाहिँ ठ्याक्कै जानुपर्दा त्यो माथि ठ्याक्कै देखिन्छ, यो ठ्याक्कै गोयलोमा जानुपर्ने हो। यहाँ हाम्रो टिमका एकजना साथीले चाहिँ एक झोला चिसबोल बोकिराखेका छन् है, देख्न सकिन्छ। अब चाहिँ हामी उकालो चढ्न थालिसकेका छौँ। अब 10-15 मिनट चाहिँ उकालो छ है, उकालो जानुपर्ने छ। यहाँ चाहिँ कस्तो मिठो चराचुरुङ्गीको आवाज पनि सुन्न सकिन्छ। गोयलोबाट देखिने दृश्यहरू चाहिँ यस्तै छन्। यो महाकुलुङ भ्याली हो, यो गुदेल, अनि पारी देख्न सकिन्छ बोङ, अनि तल देख्न सकिन्छ चतलुङ, अनि पारी अनि मैले थोरै भिडियो सुट गरेको थिएँ। क्यामराम्यान चाहिँ मेरो आफ्नै वाइफ, अनि टक्क लगाएर बिचमा फोटो सुट पनि गरियो। अनि सबै फोटो सुट गरेपछि खाजा टाइम भयो, खाजा पनि खाइयो। अनि चाहिँ पानी परेर हामी चाहिँ फर्किन थालिसकेका छौँ, फर्किँदैछौँ हामी। यहाँबाट टक्क लगाएर उता देख्न सकिन्छ, यो चाहिँ सुङखिम भन्छ है हाम्रो।